सम्पूर्णमा नमस्कार भन्न चाहन्छु। जुन तपाईँलाई मैले यो पुल देखाइरहेको छु, यो ब्रिज, यो चाहिँ हो एसियाको प्रथम विद्युत केन्द्र, यो सिद्राबुङ पावर हाउस है। तपाईँहरूले नाम सुन्नुभएको, तपाईँहरूले देखि पनि रहनु भएको र आज चाहिँ यहाँनिर अस्ति चाहिँ त्यहाँ तपाईँको धेरै काम भइरहेको थियो भने, यहाँनिर ब्रिजको काम भइरहेको थियो भने यहाँ चाहिँ अहिले ब्रिजको कतिवटा फट्टाहरू जोड्ने कामहरू भइरहेको रहेछ हैन। यो चाहिँ हाम्रो पुरानो ब्रिज, यो देख्नुभएको तपाईँले, यो चाहिँ पुरानो ब्रिज हो है, जो त्यहाँबाट पानी झरिरहेको छ। यो चाहिँ पुरानो ब्रिज हो। यो चाहिँ हो तपाईँको नयाँ ब्रिज, धेरै काम भइसकेको छ। यो सिधा गएर चाहिँ तपाईँले सिधै यहाँ पारी, सिधा गएर यहाँ पारी तपाईँको ओरेन्ज भ्याली चियाबारी, डाली कमान अनि सिद्राबुङ आर्य चियाबारीको बिच वारपारको निम्ति चाहिँ पुल बनाउनु भएको रहेछ। यो त बोटबाट नै बनाएको हो यो ब्रिज। हेभी हुँदैछ काम। त्यो पर पानी झरेको हेर्नुहोस् न। र यहाँबाट चाहिँ यताबाट जाँदैछ पानी चाहिँ, सिधा गएर चाहिँ पर त्यो ठुलो तलाउ छ, त्यो तलाउमा पानी पस्छ र अनि पानी तल गएर चाहिँ पानी बत्ती जेनेरेट हुन्छ है।